आज चाहिँ सन्डे, फेरि पनि मेरो बिदाको दिन। हामी बिहान उठेर सन्डे मार्केट गएर तरकारी सरकारी किनेर आयो। त्यस पछाडि बिहान तरकारी सरकारी किनेर आइसकेपछि घर आएर खाना पकाइयो, पकाएर खानासाना खाइयो। यसपछि अनि घरमा नै रेस्ट गरेर बसिरहेको थियौँ। अनि त्यसपछि 4 बजीतिर एकछिन अल्छी लाग्यो, एकछिन हावा खाना गइदिउँ न त, एकछिन वाक पनि हुन्छ, अझै जिमबाट एकछिन रेस्ट गरेको दिन वाक पनि गर्नु हुन्छ भनेर हामी चाहिँ यहाँ आएका छौँ सनक्लिफमा। सो सनक्लिफ चाहिँ एउटा कोस्टल एरिया हो, यहाँ चाहिँ समुद्रको छेउमा हो। यहाँ यस्तो राम्रो बिच चाहिँ छैन, खासै पौडिन स्विमिङ गर्न यताउति चाहिँ मिल्दैन। तर पनि हामी चाहिँ फेरि आइसकेका छौँ यसो हावा खानलाई, भ्यू हेर्नलाई र साथसाथै अब तपाईहरुलाई पनि यहाँको भ्यू चाहिँ म देखाउने ट्राई गर्नेछु। I hope you guys gonna like my video. अनि चाहिँ please don't forget to subscribe my channel. अरु त्यही हो, I'll see you guys around. See you. समुद्र देख्न सकिन्छ गाइज है। हामी चाहिँ आइसकेको छौँ सनक्लिफमा। यस्तो दामी छ भ्यूज, तपाईँहरूले देख्न सक्नुहुन्छ। समुद्र 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 समुद्र, पानी नै पानी, कति धेरै पानी। पानीमा हामी डुबी जाने यो जिन्दगानी। अब चाहिँ हामी टक्क गाडी पार्किङ गर्ने ठाउँतिर जाँदैछौँ गाइज। यो चाहिँ यता स्ट्रिटमा पार्किङ गर्न पनि पाइन्छ गाडी, तर हामी चाहिँ तल नै जान्छौँ किनकि तल गाडी राख्यो भने हामीलाई धेरै हिँड्न चाहिँ पर्दैन। वाउ, लुक एट द भ्यू गाइज। यस्तो ठाउँमा अघि हावा खान आउने। र गाइज फाइनली हामीले गाडी पनि राखिसकेको छौँ अनि हामी चाहिँ आइसकेको छौँ सनक्लिफमा। गाडी पार्किङ गरेर तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ अब हामी ठ्याक्क समुद्रको किनारमा आइसकेका छौँ अनि यहाँको ब्युटिफुल सिनारीहरू चाहिँ म तपाईँहरूलाई देखाउँदैछु। सो लेट्स गो गाइज। हामी चाहिँ वहाँसम्म जाने हो है, समुद्रको बिच भनौँ न। सो हामी चाहिँ अहिले हिँड्दैछौँ सनक्लिफको पायरमा। अनि चाहिँ छ यस्तो बवाल। यता चाहिँ मेरो बुढी टक्कै हिँडिरहेछन् छोरीलाई डोर्याएर। छोरी चाहिँ स्टोलरमा चाहिँ सुत्यो होला भन्दा उठिसकेको छ भने। यता साइडमा पनि समुद्र अनि यता साइडमा नि समुद्र। सो यहाँ चाहिँ कति धेरै मान्छेहरू चाहिँ फिसिङ गर्नको लागि आएर आउँछ है। फिसिङ गर्ने ठाउँ चाहिँ यहाँ राष्ट्रिय माछाहरू पाउँछ है। सब फिसिङ गर्ने मान्छेहरू छ है, यहाँ कति धेरै मान्छेहरू छ फिसिङ गरेर आयो हेर्नु है। सब यहाँ चाहिँ मान्छेहरू प्रायः चाहिँ फिसिङ गर्नको लागि आउँछ। अनि which fish is this?
But hey, nice. Good on you, bro. Oh my god. You want the box? लास्टै धेरै क्राउड छ यो ठाउँमा सो लास्टै धेरै मान्छेहरू चाहिँ माछा मार्न आइरहेको छ है हामी पनि एक दिन आउनुपर्छ फिसिङ गर्न अनि त्यसको पनि ब्लग बनाएर हाल्छु म आज चाहिँ हामी यत्तिकै जस्ट वाकिङको लागि आइरहेको सो वाक गर्दैछौँ हामी यो कति किलोमिटर जति होला है 1 किलोमिटरभन्दा बढी होला है यो ओके त्यही भएन धेरै बेर नै भइसक्यो नि 5 मिनट जस्तो भइसक्यो नि अझैसम्म पुगेको छैन कुरामा भनेस् त क्या मजाको हावा चल्ने कि समुद्रमा यो बेलुका बेला चाहिँ यस्तो अति मजा हुन्छ यसमा यसको लागि यो चाहिँ नेपालमा चाहिँ छैन कि एउटा सब कुरा छ नेपालमा हिमाल सिमाल जति पनि होइन समुद्रमा आएर बेलुकाको हावा खान चाहिँ यहाँबाट पाइँदैन त्यो चाहिँ एकदमै मिस हुन्छ सो गाइस त्यही है गाइस हामी चाहिँ फाइनली आइसकेको छ सनकिम पाहाडको एन्डमा है यति नै हो यहाँसम्मको चाहिँ हिँड्ने यो चाहिँ अब अलमोस्ट 1 किलोमिटर जस्तो छ समुद्रकोमा हिँड्न पाइन्छ माथि है पुल जस्तो बनाएको छ यो धेरै पुरानो पुल रहेछ सो मस्त हावा चलिरहेको छ माछा मार्ने मान्छेहरू पनि लास्टै भिड छ अनि यस्तो बवाल फिलिङ्स आइरहेको छ नि यो उसमा यो बेलुकाको टाइममा जाडो मौसममा त्यस्तो जाडो चिसो भएको पनि छैन तर इट्स फिलिङ रियली गुड भाइब्स चाहिँ एकदम दामी भाइब्स दिइरहेछ सो हामी चाहिँ अब एकछिन यहाँ एकछिन बसिन्छ 15-20 मिनट जस्तो अनि त्यस पछाडि अनि ढिला पनि कति 5 बज्न लागिसकेको छ अब झमक्क अँधेरो हुन्छ एकैछिनमा सो त्यस पछाडि चाहिँ हामी गइन्छ घर वाक जाने ल वाक गइदिउँ अब है त हामी अब वाक हिँड्दैमा आज जिम पनि गइएन त्यही भएर वाक जानुपर्छ आउनु त छिटो वाक जाम लगाएर हेर्न सक्नुहुन्छ है समुद्र कति समुद्र हेर्ने जता नि समुद्र खैरीहरू कामै नभए चाहिँ जति बेला नि यहाँ आउँछन् यहीँ घर बस्ने मान्छेहरू तर बस्न चाहिँ यहीँ नजिकै बस्नु पर्दो रहेछ है यस नजिकै समुद्र नजिक बस्यो भने टक्क बिहान होइन बेलुका आएर इभिनिङ वाक गर्नलाई सही मजा हुन्थ्यो होला है तपाईँले देख्न सक्नुहुन्छ ओ यहाँ चाहिँ यो यता देखेको चाहिँ ठुल्ठुलो सिपहरू छ है त्यहाँ यो चाहिँ पोर्ट अफ ब्रिस्बेन भन्छ है अनि यसको साइडमा नजिकै छ यतापट्टि चाहिँ यतापट्टि होला सायद ब्रिस्बेन एयरपोर्ट छ है ब्रिस्बेन इन्टरनेसनल टर्मिनल सो यही गाडी यता चाहिँ अब हिँड्नलाई चाहिँ दामी ठाउँ छ स्विमिङ गर्न चाहिँ मिल्दैन यो बिचमा खासै सफा जस्तो चाहिँ छैन तर भ्युज अनि त्यसपछि हिँड्नलाई यताउति वाकिङ ट्रेलहरू चाहिँ अति दामी नै छ गाइस हामी चाहिँ अब त्यो सनकिम पाहाडमा नि गइसक्यो अलमोस्ट समुद्रको 1 किलोमिटरभित्रसम्म हिँडेर आइसक्यो अब चाहिँ हामी एकछिन वाकमा जाँदैछौँ सो अराउन्ड अब आधा घन्टा जस्तो चाहिँ वाकमा जानुपर्छ वाकमा हिँड्नुपर्छ अनि त्यसपछि हल्का अँधेरो पनि हुन लागिसकेको छ तपाईँले देख्न सक्नुहुन्छ अनि त्यसपछि हामी चाहिँ अनि घर जान्छौँ के गर्छौँ बेबी डिनर जाने बाहिर खानु यत्रो एक्सर्साइज गऱ्यो बाहिर खायो कहीँ छैन नि हुन्छ जाऊँ न त जहाँ गयो नि बाहिर नि अलिकति
यस्तो हेभी चाहिँ खाइँदैन होला आज दिउँसो मोमो नखाने त्यसले खानु मोमो कहाँ खानु मोमो बनाउनु लफडा हुन्छ भने 1 घन्टा 2 घन्टा हामी चाहिँ अब जान्छौँ होला हामी डिनर खान जान्छौँ होला बाहिर सो आजको दिन चाहिँ एकदमै फ्रुटफुल नै भयो है बिहान उठेर ब्रेकफास्ट खाएर सन्डे मार्केट गयो तरकारी किनेर ल्यायो अनि त्यसपछि आज घरमै रेस्ट गऱ्यो बस्यो यस दिनभरि नै घरमै बस्यो एउटा मुभी पनि हेऱ्यो नेटफ्लिक्समा रहेछ नाना के अरे होइन इटालियनमा हजुरआमालाई के भन्छ त्यस्तै समथिङ के हो नाना हो कि नाना समथिङ के थियो होइन त्यो मुभी हेऱ्यो अब त्यस पछाडि चाहिँ अब त्यो मुभी हेरिसके पछाडि अब हामी चाहिँ घर बस्न झालायो छोरीले नै अल्छी माने अनि त्यस पछाडि हामी आइयो सनक्लिफमा तपाईँहरू देख्न सक्नुहुन्छ मेरो पछाडि समुद्र पानी कति आयो पानीमा डुब्ने हो कि पानीमा पौडिने हो कि पानीमा के गर्ने होइन जे गर्ने मिल्यो कि पानी भाँसी के अब यहाँ बिजुली निकाल्न चाहिँ मिलेन किनकि यो समुद्रको पानीमा र पानी खान नि मिलेन नुनिलो पानी हुन्छ होइन जे गर्न नि मिल्यो ल त्यही ओ माई गड कस्तो दामी आकाश टल्क्यो गाइस पुरा सुन जस्तो भएको छ कि समुद्रको पानीमा होइन यो नजिक किन होला तपाईँहरूले सुन भनेर है गाइस यो सुन होइन पानीमा हो पानीमा सनसेट भइरहेको छ यो सनसेटको भ्यू देख्न सक्छ तपाईँहरूले यस्तो दामी भ्यू छ सनसेटको ओ माई गड ओ वाह पुरा आकाश नै पहेँलो होइन ओ वाह यो हो नि त तरिका गाइस तपाईँहरूले यो ल यो सनसेटको भ्यू देख्न सक्नुहुन्छ है यस्तो दामी भएको छ यो भ्यूज ओ माई गड यो त पुरा त्यो गोल्डन के सुन जस्तो टल्किरहेको छ ल हेर्नु यो त मैले कसैको है यो सब यो समुद्रको पानी टल्केर यस्तो दामी भइरहेछ गोल्डन कलर पुरा सुनै जस्तो त्यहाँ पुरा सुनको ठुलो ढुङ्गा नै राखिरहेको जस्तो पुरा दामी टल्किरहेको छ कस्तो दामी सिन देखेँ यार आज यो पुरा त्यो नेपालतिर हामी पुनिल गएको बेलामा अनि बिहान हिमालमा यस्तो घाम पर्दाखेरि टलक्क टल्किने हिमाल जस्तै होइन अहिले समुद्रमा चाहिँ टलक्क टल्किरहेको छ समुद्रको पानी गाइज अब हामी चाहिँ अब ल फर्किन्छौँ होला अब एकछिनमा अनि एकछिन पनि हिँडिसक्यो हामी 15-20 मिनट जस्तो हिँडिसक्यो वाक पनि गरिसक्यो अब छोरी पनि उठे छोरीलाई पनि भोक लागिसक्यो होला अनि अब छोरीलाई पनि केही खुवाउनु पर्यो अनि त्यस पछाडि यहाँबाट अब घर पुग्ने हामीलाई ल 20-25 मिनट जस्तो लाग्छ अब चाहिँ हामी फर्किन्छौँ सो गाइज म के भन्दै थिएँ भन्दाखेरि मेरो युट्युब च्यानल चाहिँ तपाईँहरूले सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ प्लिज सब्सक्राइब गर्न नबिर्सनु है अनि मैले चाहिँ अब रेगुलर कन्टेन्टहरू चालिरहेको हुन्छु सो तपाईँहरूलाई चाहिँ रमाइलो हुनेछ राम्रो ठाउँहरू म लिएर जानेछु अनि नयाँ कुराहरू देखाउनु ट्राई गर्नेछु अस्ट्रेलियाको है गाइस अब त्यही हो सबैजनाले सपोर्ट गर्नुभयो भने मात्रै अनि अगाडि बढ्न सकिन्छ सो किप सपोर्टिङ गाइज अनि आजको लागि चाहिँ म मेरो ब्लग चाहिँ यहीँ टुङ्ग्याउँछु त्यसको लागि चाहिँ अब चाहिँ हामी ब्लग टुङ्गाउन चाहिँ हामी डिनर गरिन्छ होला सायद मेबी आएर नो डिनर जाने भन्ने कुरा छ तर लेट्स सी कति बज्छ के हुन्छ तर जे भए पनि अहिले किप अपडेट है ब्लगमा राख्छु सो आजको लागि चाहिँ त्यति नै I'll see you on the next vlog guys stay safe and stay positive thank you love baby say bye bye kata gaya हाम्रो डिनर चाहिँ किन चला यो चाहिँ 3 डिस लास्ट टेपीको pork belly, lamb, pear wings. Ooh, look at the fried rice, so damn good, man.
दाना में खाने का chips, potato chips.